धन्यवाद आदरणीय पोषक मित्र। आजको यो पुस्तक लोकार्पण कार्यक्रमका अध्यक्षज्यू कार्यक्रममा आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराएर मलाई हौसला दिएर र मलाई साँच्चै भन्ने हो भने अत्यन्तै धेरै ठुलो प्रोत्साहन दिएर यहाँ पाल्न हुने आजका प्रमुख अतिथि ज्ञानुबाकर पौडेलज्यू, ड्यासमा आसीन मेरा एकजना गुरु जसले यहाँ समीक्षा राखेर जानुभयो भरत सर, त्यस्तै अनि यो लीलाध्वज साहित्यिक प्रतिष्ठानका अध्यक्ष विजय ध्वज थापाज्यू, त्यस्तै गरेर हातेमालो साहित्य समाजका अध्यक्ष आदरणीय सुनिल अधिकारीज्यू, त्यस्तै मुक्ताङ्गलय नेपालका अध्यक्ष अघि पनि मैले भनिसकेँ, फेरि पनि छुट्टै तर्फबाट पनि मेरो उहाँलाई सम्बोधन छ। त्यस्तै मुक्तकालय नेपालका अध्यक्ष जो यहाँ होइन, यहाँ फ्लोरमै बस्नु भएको छ, आदरणीय निलाञ्जना भारद्वाजज्यू, अनि उपस्थित हुनुभएका मेरा सम्पूर्ण सहस्रष्टा मित्रहरू, मेरा बन्धु बान्धवहरू, मेरा इष्टमित्रहरू, मेरा गण्यमान्य व्यक्तिहरू र उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, मेरो यो जुन किताब प्रकाशित भयो यसका थुप्रै आयामहरू रहेका छन्। मलाई अध्यक्षज्यूले एकदम छोटोमा मात्रै बोल्नु है, समय लामो भइसक्यो, कार्यक्रम अलिकति लेन्दी भइसक्यो भनेर मलाई सूचना गर्नुभएको हुनाले म असाध्यै छोटो पारेर म भन्छु। यो किताब निकाल्ने भन्ने कुरा असाध्यै गाह्रो, एउटा बच्चाले जन्म लिनु जत्तिकै कठिन साध्य काम रहेछ भनेर निलाञ्जना भारद्वाज म्यामले एउटा कार्यक्रममा भन्नुभएको थियो। उहाँको मुक्तक लोकार्पण हुँदाखेरि त्यो आज म झल्झली सम्झिरहेको छु र आज मात्र होइन, घरिघरि सम्झिरहन्छु त्यो कुरालाई। साँच्चै गाह्रो हुँदो रहेछ। तर म चाहिँ यस मानेमा चाहिँ असाध्यै भाग्यमानी मान्छे कि यो हामी र हाम्रा कृति समाजका अध्यक्ष हाम्रा मदन नेपाल सर र बद्री सर, आज बद्री सर हुनुहुन्न र पनि उहाँलाई बिर्सन सकिँदैन, उहाँहरू दुईजना नभएको भए यति चाँडै यति छिटो यो सम्पन्न हुन सक्दैन थियो। उहाँहरू मेरा अत्यन्तै आदरणीय पात्रहरू हुनुहुन्छ। त्यस्तै गरेर मुक्तक प्रकाशित हुँदैछ भनेर सुनेपछि मलाई त्यसमा हर तरिकाले सहायता गर्ने मुक्तकालय नेपालका अध्यक्ष निलाञ्जना भारद्वाज, सुनिल अधिकारीज्यू, त्यस्तै गरेर मेरो साथी दिपेन्द्र श्रेष्ठ, रोमलाल महर्जन लगायतका थुप्रै साथीहरूले मलाई प्रत्यक्ष रूपमा यो कार्यक्रम सम्पन्न गर्नमा धेरै ठुलो मनोबल दिनुभएको छ, ठुलो गुण लगाउनु भएको छ। र आज तपाईँहरू यहाँ भित्र अलि भित्र छ नि, बाटोमा पर्दैन नि, अलि नगएको ठाउँमा पनि खोज्दै बुझ्दै फोन गर्दै यहाँसम्म आएर यत्रो लामो कार्यक्रममा यहाँले धैर्यतापूर्वक हाम्रा कुराहरू सुन्नुभयो र यो किताबका कुराहरू सुन्नुभयो। यहाँहरूलाई मैले अभिनन्दन बाहेक के नै गर्न सक्छु र। अब म आजको विषयवस्तु अलिकति मात्रै समरीमै जान्छु। आजको जुन समीक्षा राख्नुभयो प्राध्यापक डाक्टर भरत कुमार भट्टराई, यो के हुन्छ भन्दाखेरि उहाँले थुप्रै मैले नसोचेको एङ्गलबाट यसलाई अध्ययन गर्नुभएछ र जे उहाँले प्रस्तुत गर्नुभयो त्यो प्रस्तुत गरेको तुलनामा मैले त अलिकति मेरा कमी कमजोरीहरूको एउटा पाटै एउटा चाहिँ नि एउटा ठुलै पहरै आउँछ होला
जसलाई मैले थेक्नु पनि गाह्रो पर्छ होला भन्नाले केही पनि आएन, आयो होइन, तर त्यो केही पनि आएन र जति पनि आयो मलाई ऊर्जा आयो र उहाँले जुन किसिमले मलाई यो भविष्यमा लेख्नका लागि जुन प्रेरणा हुने गरेर जुन समीक्षा प्रस्तुत गर्नुभयो। बाँकी मुक्तकमा छ, यहाँले मुक्तक पनि हेर्न सक्नुहुन्छ। उहाँप्रति म विशेष आभार व्यक्त गर्दछु। र मुक्तकको कुरा गर्दाखेरि अलिकति एउटा दुईवटा छुटेको कुरा के छ भने यो मुद्रा राक्षस भन्थे क्या, केशवराज पिँडाली भन्ने एकजना पत्रकार लेखक हुनुहुन्छ। उहाँ के भन्नुहुन्थ्यो, मुद्रा राक्षस भन्नुहुन्थ्यो। लेख्दा लेख्दै गर्दा गर्दै थाहा पाउँदा पाउँदै पनि त्यो खुस्किहाल्छ, कता न कता खुस्किन्छ। अहिले सरले चाहिँ एउटा त मेरो असावधानलाई देखाइदिनु भयो, म एकदमै खुसी भएँ। म यति पुलकित भयो त्यो जान्छु भन्ने कुरालाई, म पनि अरूलाई त्यसो हुँदैन भन्थेँ। आज म त्यसरी फेला परेको छु। त्यस्तै गरेर अर्को एउटा उहाँले मद्यपानको कुरा गर्नुभयो। त्यो मद्यपान नै थियो, त्यो चाहिँ यो मुद्रा राक्षसको कमी कमजोरी जस्तै त्यो चाहिँ जहाँ पनि पैदा हुन्छ। हामीले विद्यालय र विश्वविद्यालयमा पढ्दाखेरि हामीले के गर्छौँ भन्दाखेरि नाम बिचमा आउने नाम र थरलाई नाम एकातिर थर एकातिर राख्छौँ। उदाहरणको लागि मेरो एकजना साथी हुनुहुन्छ, यहाँ अहिले आउनुभएको छ, उहाँ सागर मान श्रेष्ठ हुनुहुन्छ। सागर र मान एउटै टिकोमा लेखिन्छ। अब सागर श्रेष्ठ अनि मान श्रेष्ठ दुईवटा भयो नि त, दाजुभाइ जस्तो भयो नि छुट्याएर लेख्दाखेरि। जस्तै हाम्रो भरत सरकै कुरा गरौँ, यहाँ भरत भट्टराई कुमार भट्टराई भने जस्तो लेखिन्छ। यो मुद्रा राक्षसको समस्या यो किताबमा पनि छ। त्यति मात्र होइन, अरू पनि छ, निकै छ। जुन औँलाई दिनुभयो आदरणीय सरप्रति म हार्दिक आभार व्यक्त गर्दछु। र यो संविधानको प्रतिध्वनिमा अलिकति समीक्षामा आइदिएको भए हुन्थ्यो कि जस्तो मलाई लागेको थियो। त्यो के हो भने यसको शीर्षक र यसको जुन डिजाइन छ, यो डिजाइनलाई अलिकति उहाँले राख्न बिर्सेँ भनेर भन्नुभयो भरत सरले। म थोरै मात्रै, म धेरै व्याख्या गर्दिनँ। यो संवेदना भनेको के हो र प्रतिध्वनि। मैले चाहिँ यो संवेदना चाहिँ मेरो आफ्नै शीर्षक भएको हुनाले म यसबारेमा अलिकति भन्छु। संवेदना भनेको मानिसको मनभित्र पैदा हुने अथवा मनमा जे कुराले स्पर्श गर्छ त्यो संवेदना जुन पैदा गर्छ नि। जस्तै त्यो खोर्सानीमा जिब्रो टक्क थाहा पाउँछ नि खोर्सानी भनेर, त्यो संवेदना हो। र त्यस्ता संवेदनाहरू, मानवीय संवेदनाहरू, दुःख सुख होइन, त्यस्तै थिचोमिचो अनि परिबन्धहरू, विभिन्न किसिमका चाहिँ समस्याहरू जुन पर्छ हामीलाई, रोग भोग अनेक कुराले हामीलाई सताउँदाखेरि त्यस्तो हुन्छ। र त्यतिखेर हामी शब्दले व्यक्त गर्न सक्दैनौँ, त्यसले शब्द पर्याप्त हुँदैन। 4 करोड मानव इतिहासमा मान्छेले भाषा बोल्न थालेको 70,000 वर्ष मात्रै भयो। यो अवस्थामा त्यो भाषाले सम्पूर्ण कुरालाई सम्बोधन गर्नै सक्दैन। उदाहरणको लागि म एउटा सानो एउटा एक्जाम्पल दिन्छु। त्यो के हो भने जस्तै तपाईँले कागती कहिले खानु भएको छैन, मानव त्यो अमिलो पदार्थ तपाईँ कहिले पनि खानु भएको छैन। मैले आएर कागती भन्दैमा तपाईँलाई त्यसमा केही पनि फरक पर्दैन। अझ त्यो कागती तपाईँले खानु भएको छैन, तर म चाहिँ त्यसलाई टुक्रा गरेर नुनले चोप्दै चपाउन थालेँ भने तपाईँको मुखमा रस आउँदैन। जब तपाईँ खानु भएको छ भने नि तपाईँ रसविहीन भएर पर्छ। र यसको शीर्षक संवेदना भनेको त्यो हो भने प्रतिध्वनिहरू। जसरी एउटा पहाडमा बोलेपछि ठोक्केर आउँछ, त्यो संवेदनामा ठोक्केका प्रतिध्वनि मात्रै हो। भोगाइ त ठ्याक्कै त त्यो प्रसव वेदनाले च्यापेकी आमाले शब्दमा व्यक्त गर्न सक्छन् उसको पीडा, त्यो शब्द सम्भव छैन कि। त्यसैले मान्छेभन्दा भाषा धेरै कान्छो भएको नाताले यसमा चाहिँ के छ भन्दाखेरि सबै कुराहरू चाहिँ अनुभूति गरेका कुरा सबै लेख्न सकिँदैन भन्ने कुरा मैले राख्न चाहेँ। र आज मैले यति मात्रै राख्न चाहेँ। र मेरा जति पनि कमी कमजोरीहरू छन्
तपाईँहरूलाई यो पढ्दाखेरि कमी कमजोरी लाग्यो भने पछाडिपट्टि इमेल एड्रेस पनि छ, त्यहाँ देखाइदिनु भयो मेरा कमी कमजोरी भने म आभारी हुनेछु। र आजको यो कार्यक्रम आयोजक साथीहरू र मद्दत पुर्याउने मेरा छोरी ज्वाइँ निर्मल घिमिरे, काजल घिमिरे, अनि मलाई टाढादेखि भेट्न आउनुहुने, मैले मेरो निमन्त्रणालाई स्वीकार गरेर आउनुहुने होइन धेरै साथीहरू, सबैको नाम लिँदाखेरि मलाई यहाँ अलिकति समयमा सकिएन भन्ने कुराहरू आउला। मैले सबैलाई देखिरहेको छु। म हर्षले गदगद छु। मसँग त्यसै गरी एउटा संवेदना पैदा भएको छ, जुन संवेदनालाई मैले प्रतिध्वनिमा त व्यक्त गर्न सक्छु, तर म शब्दमा व्यक्त गर्न सक्दिनँ। यति भन्दै आजको यो कार्यक्रममा मैले पाएको समय यहीँ अन्त गर्छु। धन्यवाद।